प्रहरी कर्मचारीहरूको पेशागत दक्षता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको नेतृत्वमा थालनी गरिएको उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत एक्सपिरियन्स एक्सचेन्ज एन्ड रिफ्रेसमेन्ट अवलोकन भ्रमणको आयोजना गरिएको थियो। मिति 2081 साल चैत्र 20 गते समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूबाट शुभकामना सहित नेपाल प्रहरी शिक्षालय भरतपुरका विभिन्न दर्जाका 10 जना प्रहरी कर्मचारीहरूको अवलोकन भ्रमणका लागि एक अविस्मरणीय यात्राको प्रारम्भ भयो। भ्रमणका क्रममा प्रहरी कर्मचारीहरू प्रशिक्षकहरूले गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको अवलोकन गरे, जहाँ उनीहरूले तालिमको महत्त्व र आधुनिक प्रविधिबारे गहन जानकारी प्राप्त गरे। यस्ता ज्ञानवर्धक भ्रमणहरूले प्रहरी कर्मचारीहरूलाई नवीनतम तौर तरिका सिक्न, अनुभव आदान प्रदान गर्न र आफ्नो पेशागत ज्ञानलाई फराकिलो बनाउन महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। यसले प्रशिक्षकहरूलाई समेत नयाँ प्रशिक्षण विधिहरू बुझ्न र आफ्नो ज्ञानलाई अद्यावधिक राख्न मद्दत गर्दछ। त्यसपश्चात प्रशिक्षकहरूले सेतो गुम्बा, पुम्दीकोट भवानेश्वर महादेव मन्दिर, फेवाताल तथा बाराही मन्दिर, बागलुङ कालिका मन्दिर, बन्जी जम्पिङ, कुस्मा ग्यादी झोलुङ्गे पुल, महेन्द्र गुफा, सारङकोट डाँडा, तनहुँ जिल्लाको बन्दीपुर बजार, चितवन स्थित जलवीरे झरनाको भ्रमण गर्दै विविध अनुभव बटुल्ने अवसर प्राप्त गरे। कार्यक्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूमा एकै खाले दैनिकीमा अभ्यस्त हुँदा सृजना हुन सक्ने नैराश्यतालाई सम्बोधन गर्न एक्सपिरियन्स एक्सचेन्ज एन्ड रिफ्रेसमेन्ट जस्ता कार्यक्रमहरूले प्रहरी कर्मचारीहरूलाई नयाँ अनुभवहरू सँगाल्न र ताजगी महसुस गर्न उत्प्रेरित गर्दछ। यसले उनीहरूलाई एकीकृत भएर काम गर्न थप ऊर्जा प्रदान गर्दछ र यस्ता परियोजनाहरू समग्र प्रहरी सङ्गठनका लागि दीर्घकालीन रूपमा लाभदायी साबित हुन्छन्। भ्रमण समापन गरी फर्किएका सहभागीहरूलाई समादेशकज्यूले हार्दिक स्वागत गर्नुभएको थियो। समादेशकज्यूको उपस्थितिमा सहभागीहरूले भ्रमणको क्रममा प्राप्त गरेका ज्ञान र अनुभवहरूको विस्तृत विवरण प्रस्तुत गरे। प्रत्येक स्थानले उनीहरूलाई नयाँ दृष्टिकोण र प्रेरणा प्रदान गरेको र यस कार्यक्रमले सहभागीहरूलाई आफ्नो पेशागत जीवनमा नयाँ ऊर्जा र उत्साह प्रदान गरेको व्यक्त गरे। यो भ्रमण प्रहरी कर्मचारीहरूका लागि केवल एउटा भ्रमण मात्र नभई व्यक्तिगत र पेशागत विकासको लागि एउटा महत्त्वपूर्ण अवसर थियो। पोखरा भनेको यस्तो रहेछ, यो रहेछ भन्ने कुराहरू अहिलेको यो 3 दिने भ्रमणले मात्रै मैले थाहा पाएको। सँगै जाने साथीहरूले चाहिँ कहिले चाहिँ के अरे बच्चा बिरामी, कहिले बाउ बिरामी, कहिले आमा बिरामी भन्थे। त्यहाँ जाँदाखेरि सँगै जाने साथी 10 जना मध्ये कसैले पनि हामीलाई सुनाएनन्। गुरुबाहरू अनि त्यसपछि अफिस कलरहरू तिनीहरूलाई मात्र समेट्ने हुँदा चाहिँ अब हजुरले हामी अब फिल्डमा ड्युटी गर्नेहरूलाई चाहिँ समेट्नु भएको चाहिँ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद सर। अन्तमा समादेशकज्यूले यस कार्यक्रमको संक्षेपीकरण गर्नुहुँदै सहभागीहरूको मेहनत र समर्पणको प्रशंसा गर्नुभयो। खाली गर्ने इच्छा शक्ति हुनुपर्छ,
तपाईँ हामी मिल्यौँ भने गर्न नसक्ने केही पनि हुन्न। तपाईँहरू पहिलो कुरा त के हो भने दुईवटा चिजहरू यसमा हामीले महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। पहिलो, तपाईँहरू हामी उत्कृष्ट प्रहरी कर्मचारी भनेर तपाईँहरूले छनौट गरेको, हाम्रो टिमले छनौट गरेको छ, त्यसमा एउटा छनौट मापदण्ड पनि छ। पहिलो कुरा तपाईँ त उत्कृष्ट हुनु नै तपाईँको लागि एउटा के हो भन्दाखेरि चाहिँ सुखद क्षण हो। त्यो काम गर्ने वातावरण भन्छौँ। काम गर्ने वातावरण बनाउनुको लागि पहिला टिममा बसेका मान्छेहरू, विभिन्न दर्जाको मान्छेहरू हुन्छ, त्यो एउटा फ्यामिली जस्तो बसेको हुन्छ भनेर चाहिँ भन्छौँ हामी व्यवहारमा। तर फ्यामिलीलाई गर्ने व्यवहार कस्तो हुन्छ? हामी अभिभावक छौँ कतिपय, हाम्रो बालबच्चाहरूलाई, हाम्रो परिवारलाई कसरी हामी टाइम दिन्छौँ, कसरी हामी चाहिँ त्यो क्वालिटी टाइम स्पेन्ड गर्छौँ, जसले आफ्नो परिवारलाई, आफ्नो फ्यामिली मेम्बरहरूलाई आफू जतिको महत्त्व दिन्छ। उहाँले यस्ता कार्यक्रमहरूले प्रहरी कर्मचारीहरूको मनोबल र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुहुँदै सहभागीहरूलाई प्राप्त ज्ञान र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न प्रेरित गर्नुभयो, जसले नेपाल प्रहरीको सेवालाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ। यस्ता भ्रमणहरूले प्रशिक्षकहरूलाई पनि नवीनतम ज्ञान र प्रविधिहरू आत्मसात गर्न तथा तालिमको गुणस्तर अभिवृद्धि गर्न उत्प्रेरित गर्दछ। जय नेपाल।